Guys, welcome back to my new video and another vlog. I was so सन्चै हुन्छ म पनि सन्चै छु हैन आज फेरि के रे आज पनि नयाँ भिडियो लिएर म उपस्थित भइसकेको छु आज के गर्नु छ भने के गर्नु छ यतै भन्न एकछिनमा हाम्रो माथितिर पहिले माथि जानु पर्ने हुन्छ अनि माथि गएर चाहिँ के भन्छ त्यो आज मोरी काट्ने के मह काट्ने रे के काट्नु पर्यो भनेर सोचिरहेको छु हैन त्यो काट्नु पर्ने त पहिला हो वैशाख महिनातिर हैन वैशाख महिना चाहिँ भएन त्यही भएर अहिले काट्नु पर्ने जेठ लागिसक्यो लाग्नु त भयो त्यही पनि काट्छु भन्ने कुरा हो आँखामा टोकिदियो भने गाह्रो छ भक्कै उठिरहेको छ मुखी धुइरहेको हैन त्यही टोक्यो भने गाह्रो छ है त एकछिन मात्र गएर अब काट्नु पर्ने हुन्छ A few moments later. सबै चाहिँ अहिले टक्का लगाएर हामी मोरी काट्नु लाग्यो है त त्यही फर्केट हात्नु छ अहिले टोक्यो भने गोरा दिल टोकेर भोलि काट्नु जाने भने हो यो कति बोल्याबाट हुक्क हिँ म त यार टोक्दैन त त्यो बोल्या हो क्या यार म झ्याउ लागिसक्यो यो कति बोलेर हुक्क नहाल्यो मलाई त यो बल चाहिँ कि अड्डै त कस्तो बोल्या हो क्या यार यो सक्यो अरे बोल्न त बोल्न सक्यो क्या झ्याउ लाग्ने यसो गाई चाहिँ फाल्नुपर्ने हुन्छ अब चाहिँ है त टोक्छ थाहा छैन म थाहा छैन टोक्छ भन्ने फेरि थाहा छैन आगे सुमा ल भिडियो गर्दा भयो नि हामी यस्तो हुँदैन अरे ठिकै छ मलाई यहाँ यो तल माटो तल टुट्नु थाहा किन मौरीले किन होइन र यहाँ त माटो तल टुट्नु पऱ्यो है मौरी त म त के होला अब अनि म यति खाने हो होइन सोएर म दिएर चाहिँ टोक्दै भएको हुन्छ है अरे मोबाइल नहाल्यो है भाग्छ त तेरो हप्ता जान्छ अन्त मोरी छैन के छैन क्या म त कालो छ त भाइ बुझ्दा खाँदै अरे नगर मेरो मौरी नखाएँ मलाई कुच्छ त बुवा के छैन मौरी म त रहन्छ जस्तो लाग्यो मेरो छकी छ मात्र असम के हेर अडे मोरी मैले के हेर मोरी के छैन हेरे के छैन रित्तै यति अलि चाहिँ के रे यस्तो मर्नु हुन्छ के छैन अड्डा यस्तै हुन्छ र मस्तो यो कति ल्या कति भए कति रित्तो त्यही भएर के यति हो ए कसम क्या देखि नगरेर पखाएँ देखेँ भने त किन हुन्छ मोरी काट्ने भने त म लगेर जानु पर्ला भन्ने सोच्थ्यो के छैन त्यो यहाँ त ल के छैन हौ के छैन किन छैन मोरी यस्तो सही मौरी म खानु पर्ला भनेको त छैन त लौमा मौरी यति धेरै छैन मौरीबाट यार त यिनीहरूले सफा नगर्नु केही छैन सफा गरिदिए सफा गरिदिए गरिदिन्छु अब यस्तै मौरी चाहिँ के रहेछ है त ल अलि नजिक हान्ने मेरो के मलाई खाने तल खाल्ने दिएर खान्न क्या खान्छ म टोक्दैन मौरीले मलाई माया मान्छेदेखि म यति आयो भाग त्यसलाई खाल्ने खाल्छ
अलिक टाढै बस्नुहुन्छ के रहन्छ अलिक टोक्नुहुन्छ ए दिन सक्नुहुन्छ फाजु ओ फाजु ओ फाजु ओ ल त बाई बाई पार्छ त सुन्नु न पढा जाऊ न गर्न पर्यो नि हामी खाजु पनि अलि नजिक नै मान्छे काटेर रहेछ क्या होइन क्या जुम गर्छु नजिक जुम गरेर नजिक आइज अफगानमा आशाले पुग्नु खान्छ अहिले पुग्दैन अलिक यति मर्यो टुक्दो यस्तो राम्रोले यिनी कहिले मर्यो One eternity later. त्यो मौरीमा चाहिँ मर होइन छ अनि यहाँ सबैले टोक्छ घरतिर नि मलाई चाहिँ खासै टोक्दैन मौरीले त्यही मैले चाहिँ हेरेको थिएँ हाम्रो बुवालाई झन् त लास्ट टोकै टोक्ने बुवालाई झन् अलिक कम टोक्दैन मलाई कहिले मौरी टोक्नु प्रायः टोकेको छैन आजसम्म चाहिँ तर टोक्दैन नि मलाई नि तर भाइहरूलाई लास्ट टोक्छ क्या त्यही भएर मैले जस्तो हेरिदिउँ भनेको थिएँ के नि रहेन छ भने त के हेर्नु त नि नभएको त अनि अब कार्तिकको महिना हुन्छ त्यतिखेर कार्तिकको महिना काट्नुपर्छ जस्तो लागिरहेको तँ टुक्कैले भनेको भन्दैन यसले मेरो भने जाँदैन आजले डन भाग्यो जहिले हेऱ्यो यो हेर्नु लगाएर लगाएर हिँडिया असले भने मान्नु छैन के छैन डुलिया है घरबाट सुट घरबाट बसेर खान्छ यहाँ त भाइले भन्दै गर्दैन यार के भयो मलाई त यो त हेर्ने त्यही अहिले चाहिँ मैले त्यहाँको त्यो मोटहरू हेरेँ होइन अनि अङ्कलको घर त छ देख्न सक्नुहुन्छ टक्क लगाएर है त ससर भइसकेको छ अनि यो चाहिँ हाम्रो म यहाँ उभिएको चाहिँ हाम्रो भयो उता चाहिँ अङ्कलको छ अङ्कल पनि भक्कल भयो हुँदैछ अङ्कलको त भएको पनि छैन अन्टीहरू त्यहाँ हुनुहुन्छ है अनि म चाहिँ आज यो म एउटा अर्को कुरा के के भन्छ अरे यो फोन आफ्टर लङ टाइम पछि पाइरहेको छु मैले चाहिँ लगभग 14-15 दिनदेखि पाइरहेको छु होइन त्यही हो खुसी लागेको छ मोबाइल पाएर भने के भन्छ अरे आज कति लगभग कति दिन भयो होला आज 15 दिन जति भयो होला मैले मोबाइल मेरो मोबाइल नपाएको अरू मोबाइल त थियो तर त्यो भिडियो चाहिँ मैले अपलोड चाहिँ भइरहेको थिएँ मतलब भिडियो अपलोड चाहिँ मैले हालिरहेको थिएँ अपलोड गर्ने कोड गरेको थिएँ नि मैले मोबाइल अलिकति टाइमर राखेर गरिरहेको थिएँ नि मैले त्यो धेरै भिडियो थियो त्यो टाइमर राखेर गरिरहेको थिएँ 15 दिनदेखि लगभग मेरो हातमा मोबाइल थिएन आफ्टर लङ टाइम पछि मैले मोबाइल चलाउनु पाएको त्यही हो अनि एउटा त्यो पनि भयो अनि के हुन्छ भने फेरि काठमाडौँ जाँदैछु म 2-3 दिन पछाडि जानेछु 2-4 दिन पछाडि जानेछु अनि काठमाडौँ जानुपर्ने अनि फेरि त्यहाँ पनि आउँछु भ्लग चाहिँ अनि अहिले चाहिँ यहाँ घर छु अब अनि अहिले अलिक माछुलुवा घर जानुपर्ने छ फेरि त्यहाँ दाइ बिराम भएको छ के गर्नुपर्ने छ अरे जानुपर्ने छ अनि आज चाहिँ के अरे अनि काठमाडौँ जाने बेला म यहाँबाट दाङ गएर जान्छु जस्तो लागिरहेको मलाई दाङ गएर यहाँबाट दाङ जाने दाङबाट काठमाडौँ जाने सोचिरहेको छु के हुन्छ खै त्यसले हेर्नु होला त्यो नि अहिले चाहिँ त्यही हो अनि टक्क लगाएर बिहानको हाम्रो घरतिरको भ्यू डाँडाको पल्लो डाँडा सरी उतापट्टिको ठाउँ छ कि डाँडा साँडा त के होइन खासै होइन त्यति अफ दिएको उतापट्टि हेर्नु सक्नुहुन्छ यो चाहिँ यता हाम्रो भयो उता हेर्नु सक्नुहुन्छ त्यहाँ टक्क लगाएर अझ घाम पनि मधुरो लागिरह सयो ल बवाल देखिरहेको क्या यस्तो ल यत्तिको हुनु पऱ्यो क्या बवाल त्यही हो 2-4 दिनमा काठमाडौँ जानुपर्ने हुन्छ है त त्यस्तै हो अनि अब आज मोबाइल पाएको त्यो पनि खुसी छ त्यही हो है त A few moments later. म जोडी त उहिले नि म धेरै भन्दैन बाहिरदेखि ढुङ्गा ल्याइन हाल्छु जुन हाल्छु है ल है 1 2 3 जलाएर पाइने क्या ये बंदा करू के गर्छ हात बाहिर ल तँलाई ल तँ ठुलो मान्छे होइन है त यहाँ जोडी त उगिरहेको ऊ छ है यहाँ जुन हाल्दै छ
काम हुन्छ नि त आफूले झेला गर्छ बाँच्यो त भागेको काम हुन्छ ल म त जित्दिन्छु लास्ट फेरि अब म एकचोटि पानी खाइराछु पहिला गर्न दे दे म यही हात उठाउँछु तेरो हात है ल त्यो उदा त्यो हात पाउँछु नि ल मलाई हात दे मलाई हात दे ल 1 2 3 खसी खान्छ पालो है ल खान्छ म जित्छु ल म त सन्दाले नि जित्छु आई बोल्ले यदि कला बोले है बिगार चाहिँ म भन्दैकै छैन म त यहाँ पारु 1 2 3 खौडी मौडी कौडी कौडी खौडी खौडी कौडी कौडी चौडी बल्ले यसले मलाई यस्तो ठुलो मान्छे ठुलो र सानो भन्ने हुन्न मासाला जितेको छ फेरि हारे